80 गराइयो यहाँ महाराज ब्रदर हुनुहुन्छ आफै हाँस्दै मतलब मलाई यहाँ उपस्थित वरिष्ठ कलाकार साथीहरू, माननीय मन्त्रीज्यू, पूर्व मन्त्री एवं सांसदज्यू, अन्य सांसदज्यू, अरू सम्पूर्ण उपस्थित जहाँ मैले अत्यन्तै मन पराउने कलाकारहरू पनि म थुप्रै अगाडि देख्छु। म सबैलाई सम्बोधन गर्न चाहन्छु। धेरै प्रसङ्गमा मैले उहाँहरूको नाम सार्वजनिक वक्तव्यहरूमा पनि लिने गरेको छु, चर्चा गर्ने गरेको छु। सबैलाई प्रधानमन्त्रीको यस निजी सचिवालयमा स्वागत गर्न चाहन्छु। आज धेरै महत्त्वपूर्ण संयोग मिलेको छ। हामीले सिनेमा शुभारम्भको उद्घोषणा गरेका छौँ। सिनेमा नेपालमा भन्दैछ, नेपाल सिनेपा। यसका फेरि विभिन्न अर्थ हुने रहेछ। सिनेपा, सिनेपा, सिनेपा। यसले आफ्नो राम्रो ब्रान्ड लिएको छ। काठमाडौँमा उपत्यकामा लडाइँ हुँदा सर्वसाधारणहरू र केही राज्यका नजरमा बागी विद्रोहीहरू भएका यहाँबाट विस्थापित भएर नेपाल छोडेर बाहिर गएर बसेका थिए। नेपाल त्यसरी भएको थियो। बाहिरी नेपाल, नेपालकै मान्छे गएर बसेका, तर बाहिर बाहिर नेपाल, नेपाल बाहिरी नेपाल अब नेपाल, अब सिनेपाल भएको छ। खुसी व्यक्त गर्न चाहन्छु। सिनेपाल यसले नेपालको सिने जगतमा एउटा नयाँ मोड ल्याउनेछ, एउटा रिभोल्युसन नै गर्नेछ। यो रिभोल्युसन नै भएको छ। यो मात्रात्मक मात्रै होइन, यो गुणात्मक ढङ्गले हामीले विकास गरेका छौँ। जस्तो निरशाहजीले भन्नु आफ्नै यस्तो आन्तरिक सिने सुटिङका लागि, इन्डोरका लागि 60 वर्ष किन पर्खिनु पर्यो होला? अब म सरकार प्रमुख अलिक अगाडिदेखि भएको हुनाले यति ढिलो भएकोमा म आफ्नो कमजोरी पनि यति ढिलो किन? जमिन खोज्यो, मुद्दा हुँदैछ।
अर्को स्टेप चाल्न खोज्यो, अर्कोमा अर्को मुद्दा पर्छ। नेपाल यस्तै छ। मैले दुईटा काम गर्न खोजेको थिएँ। एउटा काम त सफल बनाउन सकिन्छ कि सकिँदैन थाहा छैन। सिने जगतले दोलखाको म्याग्नेसाइट उद्योगभन्दा परतिर मासतिर सिने सिटी बनाउने भनेर लागेको छ, बनाइरहेको छ। हप्तामा 2 दिन काम लाग्यो भने धन्यवाद। दिउँसै पनि बत्ती नबालिकन सिनेमा खिच्न पाइयो भने पनि खुसी हो। मैले के भनेको थिएँ भने, र अहिले पनि मेरो भनाइ छ, मैले पालुङटार भनेको थिएँ। पालुङटारमा सिने सिटी डेभलप गरौँ। कति गजब हुन्छ त्यहाँ। एउटा सानो सानो त्यस्तो हाम फाल्ने पुल बनाऊ। हिरोइन रिसाएर कुद्दै गएर बसेको। बहादुर यो दौडेर गएर जम्प गरेर त्यहाँ खतरा हुँदैन। त्यस कारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ तर हिरोइनलाई बचाउँछ। दर्शकहरू तङ्ग। हिमाल देखिन्छ, पृष्ठभागमा माछा पुच्छ्रे देखिन्छ, अन्नपूर्ण देखिन्छ, अन्नपूर्ण थर्ड देखिन्छ, अन्नपूर्ण सेकेन्ड देखिन्छ, गङ्गापूर्ण देखिन्छ, मनास्लु देखिन्छ, यतापट्टि गणेश हिमाल देखिन्छ, गोर्खा हिमाल देखिन्छ, लमजुङ हिमाल देखिन्छ, सबै देखिन्छ। तर यता मुसम्म देखिन्छ लामटाङसम्म। अनि त्यो खोलालाई अलिकति ट्रेनिङ गर्नुपर्छ, रिभर ट्रेनिङ। त्यसो भइसकेपछि त्यो सिनेमाका लागि अर्को अत्यन्त सहयोगी स्पट बनिहाल्छ। त्यहाँ डाँडा पनि छ, त्यहाँ सम्म पनि छ, त्यहाँ रेल बनाउन सकिन्छ। नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिराखेको छ। तपाईँहरूले गीत बनाउनुहुन्छ कि दार्जिलिङको रेल। जनकपुरको रेल किन नहुने? आफूले गरेको काम किन नदिएको? हामीले अब जनकपुरको रेल पालुङटारमा कुदाउने होइन भने उता चेपेपारी लमजुङतिर त्यस्तो फाटल छ। तर त्यहाँबाट चाहिँ हिमाल देखिँदैन फेरि, किनभने बेत्तामा पर्छ। त्यसर्थ माथि बन्दीपुर, पारिपट्टि डुम्रे, साहित्यमा रुचि हुनेलाई भानुभक्तको जन्मथलो, अझ अलिकति बढी नै रुचि हुनेलाई लेखनाथको जन्मथलो अलिकति बढ्दै। प्राकृतिक सुन्दरता लिनेर अलिकति अरू ठाउँको पनि उपयोग गरौँ भने फेवाताल, बेगनास ताल, रूपा ताल, चेपाङ, मैली, खास्टे, विभिन्न तालहरू, तिनीहरूको आनन्द लिन सकिन्छ। त्यहाँ फोटो खिच्न सकिन्छ। अनि केवल कारमा सराङको, यता पञ्चासेको डाँडो। गीत बनाउनेलाई पनि त्यहाँ गएपछि गीत फुर्दो रहेछ। पञ्चासेको फुलहरू राखिदिए मैले के भन्ने छ, त्यो पनि आउँदो रहेछ त्यहाँ। त्यस्ता ठाउँहरू, बुद्ध गुम्बाहरू, स्तूपहरू, त्यो सहितको एउटा दृश्य मैले सोचेर त्यस ठाउँमा सिने सिटी बनाउन पाउने हो भने दुनियाँका मान्छेहरू पनि आउँथे त्यहाँ सुटिङको लागि।
मुस्तान एउटा साङ्ग्रिला ल्यान्ड भएको हुनाले अमिताभ बच्चन अरू उहिले आएका थिए मरुभूमिको कहाँको हिमाल कहाँको मरुभूमि, तर मरुभूमिको दृश्य त मुस्तानमा खिचिएको थियो। त्यसो भएर हामीले साँच्चै सिनेमालाई विकास गर्ने हो भने स्पेस पनि भएको, रेल मोटर सबै कुदाउन सकिने, एयरपोर्ट देखाउनु पर्यो भने बालुटारमा एयरपोर्ट छ। अझैसम्म हाम्रा ट्विन त ठ्याक्कै नचल्ने भइसकेको छैन, कहिले कहिले लगेर त्यो मध्यप्रदेश ठाउँमा सिने सिटी बनाउँ भन्ने मेरो आग्रह हो, तर मैले कलाकारहरूलाई बुझाउन सकिनँ। अब कलाकारहरूसँग म कन्ट्याक्ट गर्दिनँ, यो मेरो फिल्ड होइन, मेरो जानकारी मेरो नलेजको कुरा होइन यो। त्यस कारण उहाँहरूलाई जहाँ राम्रो लाग्छ म त्यहाँ सघाउँछु, ठिकै छ, डाँडैका टुक्रा। मौसम राम्रो भए सूर्योदय देखिन्छ, मौसम राम्रो भए तर छेर छ अरे त्यहाँ पनि राम्रो छ। मास्तिरपट्टि भगवती मन्दिर छ, कालिन्चो, त्यो देखिन्छ, राम्रै छ, तर यतापट्टि छेलिन्छ। त्यस कारण अरू दृश्यहरू छेलिन्छ, टाढा लाङटाङ देखिन्छ अनि सिसापाङमा देखिन्छ तिब्बतको, यस्तै केही देखिन्छ। त्यसो भएर गौरीशङ्कर पनि देखिन्छ, तर अत्यन्तै राम्रो चाहिँ त्यहाँ हुन्थ्यो भन्ने मेरो ठहर हो। र त्यहाँ भएको भए विदेशी सिनेमाहरू पनि त्यहाँ इन्डोर आउटडोर सबै कुरा चाहिँ त्यही एकै ठाउँमा इन्डोर आउटडोर सबै कुरा हुन सक्थ्यो, सुटिङका कुराहरू छ। अनि रेल खिच्न पऱ्यो भने अन्त जानु पर्दैन, त्यति हामी एउटा यताबाट पस्ने उता त्यसो भएर सजिलो हुन्छ नि, चढ्ने बेलामा देवैपट्टिको ढोकाबाट पुत्रो चढ्यो, उर्लिने बेला साइडतिर। अनि त्यो त अघि नै गोकुलजीले भने जस्तै उहाँहरू आइहाल्छ, कसरी हँसाउने कसरी रोक्ने सबै त आइहाल्छ। जे होस्, त्यसका निम्ति आज हामीले एउटा नयाँ काम यहाँ थालेका छौँ, यसलाई सफल बनाउनु पर्नेछ। थालेपछि सफल हुन्छ। मैले गाह्रो छ बाबु भानु त्यहाँ नथाल न भन्दा भन्दै गुरुमा सुन्तोलीले क्रिकेट मैदान सुरु गरे, बहुत दुःख पाए, माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुःख कष्ट पनि हट्छ। मैले त यही दुःख पाइन्छ भनेर नगर्नु। यति ठुलो काम आँट्यो, एक दुईवटा केही सानातिना कामहरूमा साथीभाइहरू बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाएरै बनाइन्छ। अस्ति हाम्रो पार्टी अफिस घर 1-1 रुपियाँमा हामी बनाउँछौँ भन्ने पनि 1-1 रुपियाँमा पार्टी अफिस, 1-1 रुपियाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। भरे चन्दा कतिले दिन्छ भन्दा 1-1 रुपियाँ कहाँ साँटेर ल्याउने भन्छ। अहिलेको जमानामा 1 रुपियाँ कहाँबाट साँटेर दिँदैन। त्यसो यो भन्ने एउटा कुरा, तर रियालिटी अर्को कुरा। जे होस्, हामीले यो नयाँ काम सुरु गरेका छौँ, यसलाई 60 वर्ष साँच्चै लाग्नुपर्ने भएको दिन आजले बहुतै यो मैले अलिक अगाडि गरौँ भनेर यसका लागि जमिन खोजी भएकै छ, जमिन खोजी भएको र
यसमा बजेट पनि अहिले जस्तो त्यस बेला म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन। जे पनि हुन्छ भन्थे, जे पनि गर्नुपर्छ भन्थे, जे पनि बनाउँथे। एकैचोटि 396वटा 5 बेड 10 बेड 15 बेडका हस्पिटल बजेट समेत बन्दोबस्त गरे हुन्थ्यो, शिलान्यास गरे हुने। त्यसमध्ये जुन ठेका लागिहाले ती त बने त, ती बने। अहिले सयौँ हस्पिटलहरू त्यो निर्माणाधीन छन्, अन्डर प्रोसेस। 60 भन्दा बढी सञ्चालनमा आइसके भनेर पनि। अहिले त्यो 3 वर्षको ग्यापपछि म फेरि प्रधानमन्त्री फर्केर आउँदा जहाँसम्म गाडी पुगेको थियो त्यहीँ रोकिएको गाडी त्यहाँबाट अगाडि बढेकै छ। फेरि त्यहीँबाट सुरु गर्नु पर्यो, तर सुरु गर्नुलाई पैसा चाहिँ छैन, काम भएको छैन, पैसा चाहिँ छैन। यस स्थितिमा आज हामी अगाडि बढ्नु परेको छ। त्यसैले म ढुक्कै धेरै फुर्ती साथ यो पनि गर्छु त्यो पनि गर्छु भन्न अलिक पहिले जस्तै आँट गरिरहेको छैन। किनभने खल्तीमा हुँदाखेरि नै अलिकति आँट हुन्छ, राज्यको खल्तीमै ढिकुटीमै छैन भने त आँट गर्न पनि गाह्रो हुन्छ। धेरै मुस्किलले कताको रकम कता सारेर कसरी बनाउने भन्ने खालको स्थिति छ। तर पनि हामीले जो ओह्रालो लाग्दो अर्थतन्त्र हो त्यसलाई ब्रेक लगाएका छौँ र अब ओह्रालो लाग्दैन। यो 63 खस्नेवाला छैन। अब बच्यो, अब बाटोबाट अगाडि बढाइन्छ, अगाडि बढ्ने। त्यसैले यसलाई त्यस अनुसार नै हामी अगाडि बढाएर लान्छौँ र यो सिनेपाल पनि भन्छ। अहिले जति रकम छुट्याइएको छ यसका निम्ति यो बहुवर्षीय आयोजना हो, यसै वर्ष सकिँदैन। अर्को वर्ष फेरि बजेटमा आउला, अर्को वर्ष फेरि बजेटमा आउला भनेर यो सकिएला। यसमा सबैका प्रयासहरू यथोचित मिल्न आवश्यक छ र सरकारसँग जुन माग गरिएको छ विधिगत रूपमा त्यो सरकारले गर्छ। पहिले यो चलचित्र विकास समिति लिमिटेड के भन्ने थियो कम्पनी, चलचित्र विकास कम्पनी। त्यसको जमिन पनि हेराना छ भनेको सुन्दा म छक्क पनि। त्यसको तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यू हुनुहुन्छ। हप्ता 10 दिनमा त्यसको प्रक्रिया यदि कसैले हिनाबिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर सरकारको कन्ट्रोलमा ल्याउँछौँ र यदि त्यो हुन सक्ने परिस्थितिमा रहेछ भने त्यसलाई सरकारको कन्ट्रोलमा ल्याइयो भने त्यस सम्बन्धमा मैले केही विचार गरेको छु। अहिले केही नभनौँ, पछि समय आएपछि भनौँ न। अब तपाईँहरूले चलचित्र विकास बोर्डको मातहतमा एउटा अलिक हाइटमा रहेछ, नत्र कलाकारहरूले त्यो प्रसार लागेपछि त्यहाँ सुटिङ गर्न जाउँ भनेको साँगाबाट नै देखेपछि फर्किएला। त्यसो भएर त्यो पनि अनुकूलै ठाउँ रहेछ, वातावरणीय हिसाबले पनि अनुकूल छ, अरू थुप्रै हिसाबले अनुकूल छ। र उतापट्टि अलिकति मास्टर चढ्यो भने नगरकोट, अलिकति अगाडि गयो भने के अरे
होटल जस्ता ठाउँहरू बनेपा नवबुद्ध यता घ्यापे डाँडा उतातिर घ्यापे डाँडा माथितिर रानीकोट यी सबै ठाउँहरू बस्न लायकका ठाउँहरू छन्। त्यसकारण ती ठाउँहरूमा बस्नहरू पनि कलाकारलाई अबेला भयो भनेर धेरै दौड्नु पर्ने पनि हुँदैन, टाढा टाढा पुग्नुपर्ने छ भन्ने पनि हुँदैन। त्यसो भएर त्यहीँ आसपासमा प्रशस्त सुविधायुक्त ठाउँहरू भएको हुनाले त्यही पनि बस्ने व्यवस्था थोरै कलाकारका लागि हुन्छ। धेरै भोलि बढ्दै जाँदाखेरि त कलाकार पनि धेरै हुन्छन् अनि कलाकारका फेरि आफन्तहरू हुन्छन्। यसमा कुनै हाँस्नु त्यसो भए ठाउँहरू सबै चाहिन्छ भन्ने अब जो आज एउटा नयाँ कामको थालनी भएको छ, सिने क्षेत्रको एउटा युग परिवर्तन। मैले अस्तिको दिन डिजिटल मिडिया एलायन्सको कार्यक्रम उद्घाटन गर्दै एउटा कुरा भनेको थिएँ कि सन् 1939मा पहिलोपल्ट ब्ल्याक एन्ड व्हाइट मात्रै भर्खर सुरु भएको थियो त्यस बेला र लाइभ प्रसारण एउटा फुटबल खेलको लाइभ प्रसारण भएको थियो। पहिलो लाइभ प्रसारण गर्दाखेरि अमेरिकी राष्ट्रपति रुजवेल्टले लाइभ प्रसारण उद्घाटन गरेका थिए। उद्घाटन गर्दै उनले पहिलोपल्ट ब्ल्याक एन्ड व्हाइटमा लाइभ प्रसारण, त्यही पनि झिरझिर गर्थ्यो, झल्याकझेली घरिघरि च्याप्प हुन्थ्यो, घरिघरि फेरि आउँथ्यो, फेरि झिरझिर गर्थ्यो, फेरि देखिन्थ्यो। त्यो खालको स्थितिमा 49मा भनेका थिए हामी एउटा सुन्दर भविष्यतर्फ प्रवेश गरेका छौँ र यो ठुलो कुरा हो। नयाँ युगतर्फ हामी प्रवेश गरेका छौँ, भविष्यतर्फको नयाँ युगका साथ हामी प्रवेश गरेका छौँ भनेका थिए। यस मार्फत पनि हामी एउटा थप सिने क्षेत्रको नयाँ युगमा प्रवेश गरेका छौँ। त्यसकारण खुसी व्यक्त गर्न चाहन्छु। यसले नयाँ युगमा सिने जगतलाई लानका लागि महत्त्वपूर्ण योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु र यति धेरै साथीहरू उत्साह साथ उद्घोष समारोहमा, आरम्भको उद्घोष गरिने समारोहमा सरिक हुनुभएको छ। धन्यवाद भन्न चाहन्छु। सबैमा धेरै धेरै शुभकामना भन्न चाहन्छु र तपाईँहरूको कलाकारिता सफल होस्, कलाकारिताको भविष्य अझ उज्जवल होस्, सिने जगतको भविष्य सफल र उज्जवल होस्। धन्यवाद। सबै निर्माण गर्नुभएको छ। कोषप्रति अत्यन्त सकारात्मक र सहयोगी दृष्टिकोण सरकारको छ, मेरो पनि रहनेछ र वसुन्धराजीले जुन फाइल दिनुभएको छ त्यस सम्बन्धमा के गर्न सकिन्छ हामी गर्छौँ। आज मैले धेरै कुरा भनिरहनु केही छैन। कहिले कहिले भ्याएको बेला त्यही पनि कसैले बोलाएर देखायो भने सिनेमा हेर्ने मान्छेले, अरू केही कन्ट्रिब्युसन नगरेर मान्छेले के भन्ने। कहिले मलाई निरशाहजीले निम्ता गरेर बोलाएर सिनेमा देखाउनु भएको छ, कहिले यादव खरेलजीले देखाउनु भएको छ, कहिले अरू कलाकार साथीहरूले बोलाएर देखाउनु भएको छ। प्रायः मैले समय निकालेर हेर्ने भनेको निरशाहजीले बोलाउनु भयो, म हेर्न गएको उहाँको सम्मानका लागि। त्यसरी मैले सिनेमा हेरेको छु, नत्र भने 2.5 घन्टा 3 घन्टै पर्खिनुपर्छ, बिचमा ब्रेक पनि हुन्छ, त्यत्रो समय निकाल्न गाह्रो हुन्छ। त्यसो भएर कम सिनेमा हेर्छु। कहिले कहिले झिलिक्क हेर्दाखेरि पनि सबभन्दा धेरै देखिने हिरो हिरोइन, त्यसकारण हिरो हिरोइन चिनिहाल्छ। कहिले कहिले झल्याकझली देखिन्छ नि, अरूले हेर्ने ठाउँमा, त्यही पनि प्रमुख कलाकारहरू चाहिँ चिनिहाल्छ। त्यो फिल्ममै हेरेरै चिनिहालेको, देखिहालेको।
खासै कलाकार चिन्नलाई पुरै फिल्म हेर्नुपर्ने रहेछ। त्यो ठाउँ हेर्दा पनि कतै न कतैबाट हिरो आइरहेको हुन्छ, कतै न कतैबाट एक्सनमा डायलगमा कतै भइरहेको हुन्छ, देखिहालिन्छ। अनि मेरो सम्मान छ सबैप्रति, किनभने म आफू जान्दिनँ, गीत गाउन जान्दिनँ, गीत यति मनपर्छ। गीत गाउन नजान्ने भएको हुनाले गीत असाध्यै मनपर्छ। अभिनय जान्दिनँ, अभिनय पनि हेर्न मनपर्छ। आफूलाई बिर्सिएर अर्कै मान्छे एउटा कसरी हुन्छ अर्को मान्छे भन्ने कुरा, अभिनय भने त त्यो हो। कलाकारले आफूलाई बिर्सेर उसले आफूलाई पुतली सम्झियो भने पुतली जस्तै उडिरहेको हुन्छ, त्यो चाहिँ गजब छ। त्यस कारण अभिनय एउटा असाधारण कला हो, अत्यन्तै आकर्षक छ। हामी अभिनय गर्दैनौँ, हामी सोझोसिधा कुरा गर्छौँ। तर आजकल राजनीतिमा पनि अभिनय आएकै छ। राति मुसा झ्याप्पा पालो, बिहानै भएपछि यस्तो लगाएर जाने कन्टी बाँधेर राख्छ बाँधेर यसरी निस्किन्छन् मान्छे कि म बाघको पन्जा चाहिँ चाहिने बेलामा मात्रै नङ्ग्रा देखिँदो रहेछ। अघि पछि टेक्ता पनि नङ्ग्रा हुँदैन, पन्जा मात्रै हुन्छ, टेक्ता पनि नङ्ग्रा हुँदैन, पन्जा मात्रै। दारा पनि चाहिएको बेला मात्रै देखिने रहेछ, नत्र त यस्तो कस्तो ओठ उठ्छ त्यो छ्याप्पै छोड्छ। यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ अहिले, यो नयाँ संस्करणमा आएको छ। तर राजनीतिको आचरण चाहिँ त्यस्तो होइन। राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ। बदल्ने भनेको यथार्थमा बदल्ने हो, यथार्थ गर्ने हो, यथार्थ चित्रण गर्ने हो, यथार्थ स्वीकार्ने हो, यथार्थ प्रयास गर्ने हो। त्यसबाट मात्रै, त्यो सङ्कल्पबाट र त्यो प्रयासबाट मात्रै देश बनाउन सकिन्छ। तपाईँहरूले सिनेमा तयार गर्दै हुनुहुन्छ, यसले सिने क्षेत्रलाई बनाउँछ, त्यसै कारण त तयार गर्दै हुन्छ। यो एउटा अघि नै मैले भने कुराले चिउरा भिज्दैन भन्ने एउटा भनाइ छ। चिउरा भिजाउन त कि पानी नै हाल्नु पऱ्यो, कि दही नै हाल्नु पऱ्यो, कि दुधै हाल्नु पऱ्यो, केही त हाल्नु पऱ्यो, नत्र भने भिज्दैन। भिजाउन कामै गर्नुपर्छ कि चाहिन्छ नै, त्यसो गरेर तपाईँहरूले यो अभ्यास अगाडि बढाउनु भएको छ, म धन्यवाद भन्न चाहन्छु यस कदमका लागि। यो तपाईँहरूको मात्रै सरकारको विषय होइन, हाम्रो पनि सरकारको विषय हो। त्यसका लागि डबिङ स्टुडियो पनि बनाउँदा हुन्छ, ती थपे हुन्छ, धेरै ठुलो कुरा होइन, खर्च होइन, अन्त किन गरिरहने। डबिङ स्टुडियो पनि ती बनायो भने, अनि गीत गाउने स्टुडियो पनि ती बनायो भने, गाउने एकातिर बनायो, डबिङको एकातिर बनायो, मजा हुन्छ। 37-37 करोडको बजेट छ, वर्ष त्यसैले पुग्ला। पुगेन भने अलिकति थप्दाखेरि त भइहाल्छ, धेरै ठुलो कुरा छ। त्यसो गर्दाखेरि अलिकति कम्प्लिट हुन्छ। र तपाईँहरूले राम्रो ठाउँमा छान्नुभएको छ। काठमाडौँको साह्रै प्रदूषण र कोलाहलभन्दा अलिकति बाहिर। मैले ठाउँ हेरेको छैन, तर कतिको डुबान हुने र अब बनेपा भनेपछि